ल अब भइगयो पेन अघिसम्म हाफ पेन थियो गर्मी हुँदाखेरि त्यो हाफ पेन लाउने अनि जाडो हुन्छ फेरि पेन थप्ने तिमीलाई आज म एउटा कुरा सोध्छु न ढाँटी भन ढाँट्यो भने फेरि म ढाँटे कि नढाँटे आज एउटा कुरा सोध्छु म तिमीलाई नढाँटिकन भन तिम्रो बोयफ्रेन्डको नाम के हो बोल्दैन अनि उसको बोयफ्रेन्डको नाम के हो उसको यसको के छ भने अनि कसको बोयफ्रेन्डको नाम कोठी भएको बोयफ्रेन्ड देखेको थिएँ मैले कसको ग्रुपमा त तिमीहरू सबजना आफ्नो आफ्नो बोयफ्रेन्डको कुरा गर्दैथ्यो त मैले तिमीहरूको ग्रुप ह्याक गरेर म हेरेको त्यसमा त म पनि थिएँ त्यो ग्रुपमा तर त्यो ग्रुप केको लागि बनाएको मलाई थाहा छैन मलाई पनि थाहा छैन मलाई त कुन चाहिँ एड गरेको मलाई डर लागेर मैले ब्लग लिने भयो ओनर पनि त्यसो जान्नु त्यसले मलाई राम्रो भन्दै म लिभ भएको छ ग्रुपमा मामालाई भोलि आउनुहुन्छ मामा ए त्यसो राम्ररी त्यहाँ आउँदैन मम्मी मगर दिवस कहिले हो मगर दिवस त तेरो त मामा हो त मगर दिवस हो त्यही त नि मगर दिवस त मामा हो त नि तेरो दिवस मामा हैन के अरु मगर संग्रहालय दिवस उसले मगर दिवस मागे कति दिन हो खेल्छन् भनेको के उसले ए अनि मेरो मामा मगर ठिटो छ आइडी पेज गरी म दिवस मामा मेरो मामा हो के डिउ खाएको तिमीले मलाई खोइ डिउ भिडियो बनाइराख्नु भएको के रे हैन छैन अब चटपट लिएर आऊ केटाकेटी जाऊ लु को जाने चटपट लिएर आऊ ल्याऊ त्यस खानुपर्छ ओ श्री सारा प्रिया जाने कि अनिस्ता र प्रिया जाने कि ऊ र ऊ जाने कि दुईजना एकजना रौ यहाँ अलि चटपटे खाऊ नि ऊ त्यहाँ उमा विनोदको चटपटे बस मम्सी मैले हालको लकेट किन्छु भनेको क्या लभ वाला मैले तेरो चप्पल लाइदिएको 50 को दुई ठाउँमा फाल्टे भन्नु ल एउटा आन्टीहरुले पठाएको हो के भन्नु के फेरि थोरै दिन्छ एक ठाउँमा 2 दिनको भातको साटा खानु परेन हैन तिमीहरु पढ्नु पर्छ कि अनि बोयफ्रेन्ड भेट्दै हिँड्नु पर्छ शिरीषा र प्रियालाई चाहिँ पठाइदिनु पर्छ बिहे गरेर के रे यिनीहरु धेरै भनेकै मान्दैन अब फेरि पिसजना आएछ राम्रो पढ्नु अब चाहिँ त तिमीहरु दुईजना हल्ला गर्दै प्रियाले धेरै हल्ला गर्यो भने शिरीषा कराउनु है म त 8 क्लासमा हो 8 मा टपेको तर क्लास जम्प गरेर म र मेन्जा नै जम्प गर्न खोजेथे फेरि जम्प गरेर राम्रो हुँदैन नि मलाई नि मम्मीले नगर्नु भन्नुभयो ए नगर्ने भनेको किनकि अब मुनि दिन पढेर अब तिमीहरु 8 मै भयो भने प्रिया घरि धेरै हाँस्छ बोल्छ नि त्यतिखेर उलाई बोलाएर त्यसको बुद्धि छैन के सम्झाउनु ल अब तिमी र मलाई सबैले कति नराम्रो सोच्छ नराम्रो भन्छ हामी राम्रो पढ देखाउनु पर्छ राम्रो गर्नु पर्छ मिलिना भन्नु पर्छ
त्यो अर्को त्यसको साथीको बाबाले तिमीहरू दुईजनालाई कति कराएको छ। अर्को एउटा त्यो तिमीहरूसँग हिँड्दैन थियो अग्ली केटी उसले पनि जम्प गर्यो। प्रमिसा छ नि, प्रमिसा ऊ अनि म अनि चारजनाले गरेको। म प्रमिसा दिपिकाहरूसँग त बोल्दिनँ किन फाइनल इक्जाम हुनुभन्दा अगाडि नै मेन्ना र मसँग होइन म दुइटै बोल्थेन, झगडा भएको थियो हाम्रो। अनि हामी कोहीसँग पनि बोल्दैन, मेन्ना र म मात्र बोल्थ्यौँ। हामी तर बसँगै बस्थ्यौँ, हामीलाई कसैले गाली दिँदैन। अनि हामी पनि बोलाउनु खोज्दा तिनीहरू आफै बोल्दैन। अनि बोल्दैन, मैले अहिलेसम्म पनि बोल्दैन दिपिका प्रमिसासँग त बोल्दैन। सोनु सन्ध्याहरूसँग त बोल्दैन। सोनु सन्ध्या त छैन र यहाँ। काठमाडौँमा। ए सोनु सन्ध्या चाहिँ कोसँग बोल्दैन? तिनीहरू पनि हामीसँग बोल्दैन। किन? प्रमिसाले गरेर प्रमिसाले दिपिका सोनु सन्ध्यालाई के मेल्ला र मेरो के कुरा लाएर अनि हामीलाई फाल्टे बनायो। अनि देख्यौ त तिमीहरूलाई फाल्टे बनाउँछ। त्यही भएर तिमीहरू ज्ञानी भएर पढ्नुपर्छ अनि तिनीहरूलाई देखाउनुपर्छ साथीहरूलाई। अनि तिमीहरू पहिला नम्बरमा तिमीहरू ज्ञानी हो, कसैको कुरै नसुना, आफू पढ बस्छ। तिमीहरूलाई सबैले म्यामहरूले सबैले माया गर्छ। अनि दोस्रो नम्बरमा तिमीहरू जान्ने भएपछि पढ्ने भएपछि तिमीहरूले केटा खोज्नु पर्दैन, केटाहरूले तिमीहरूलाई खोज्छ। केटीहरूले तिमीहरू खोज्नु साथी बनाउनु पर्दैन, केटीहरूले तिमीलाई साथी बनाउनु आउँछ। तिमीहरू के अरे अरूको कुरा यताउता सुन्ने उ गऱ्यो। सोनु सन्ध्या त मजाले मिल्थ्यो होइन र? प्रमिसा भनेको चाहिँ को हो? फर्स्ट विद्यार्थी 6 को प्रमिसा त तामाङ नि। त्यो प्रमिसाले के सोनुसन्ध्याले के कुरा लाइरहनेको मेन्ना र मसँग एक्कासी। पहिला त मेन्ना म दिपिका अनि के अरे सोनु सन्ध्या त अब हामी पहिला 5 जना बेस्ट फ्रेन्ड थियौँ होइन। अनि प्रमिसाले के कुरा लाएर अनि सोनु सन्ध्यालाई भट्काएर अनि हामीसँग मिल्दैन। ए प्रमिसा भनेको त्यो पिसान बोर्डिङ अगाडिको तामाङ नि हो? त्यो यतापट्टि बस्छ नि। ए ऊ पनि अनि मलाई आन्टी आन्टी भए मजाले बोल्थ्यो त। ए अनि प्रमिसा पनि क्लास टपेको। अब अहिले 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 मेलिनासँग को छ? न्युहरू। ए तिमी चाहिँ मिल्ने थियो, तिमीहरू दुईजना मिल्ने भएको भए अलिक राम्रो हुन्थ्यो। अब तिमी हाई स्कुल गयो भनेर पढ्ने भनेको टेन्सन बाबाले फेरि 9मा उता हाई स्कुल लगाइदिनु आयो। पहिला नै जानु मन थिएन, यहीँ पुसाउनै परेर क्लाससम्म गर्ने भनेको होइन। बाबाहरू कोही पनि मानेन। अनि फेरि उतै लगाइदियो। अनि उता झगडा पऱ्यो बाबाको। अनि फेरि यतै आएको 2 महिना लास्ट भयो। अनि त्यहाँ रामदादाको पत्नी आएर के अरे अनि सर म्यामलाई अनि बाबाको झगडा पऱ्यो भने सुनाऊ। सर म्यामहरूलाई पिजनको नसुनाउनु, कसैलाई पनि नसुनाउनु। सर म्यामहरूलाई सुनाउनु हुँदैन। त्यहाँ राखेर त ओ यहाँ यो खोल्ने प्रिया खोलेर यो भुजा मिसाउँछ। अनि अहिले अब योसँग नयाँ विद्यार्थी मात्रै छ। त्यो पनि 2 जना मिल्दैन। 2 जना मिल्छ। सरकारी स्कुलबाट आएको एउटा चाहिँ त्यही समता स्कुलबाटै आएको मेरो साथी हो, पुरानो साथी। त धेरै नाटक गर्छस्, चुमुक गर्छस्, त्यही भएर मिल्दैन बुझिस्। के अरे आफू के अरे सही हुनुपर्छ, सबै मिल्छ। पहिला आफू सही हुनुपर्छ अनि सबैजना मिल्छ बुझिस्। त्यो क्लासको पनि मिल्दैन। के अरे सोनु सन्ध्या तसँग कति मिल्थ्यो अरे त। अनि त तिमीहरूसँग नबोले सोनु सन्ध्या गएछ त बोलेर गएको त। तर इक्जामको लास्ट दिन नि आयो है। हामी कहिले जास् भनेर तिमीहरूले आयो है। सोनु सन्ध्याले के गर्यो के भनेको थियो हामीहरूलाई होइन। अनि कति बेला अनि हामी नबसेको के अरे ल जान्छु म अब घर गइहाल्छु भनेर। तिनीहरू त बसेको कहाँ
स्कुलमै एनुअल एक्जामको लास्ट दिन तिनीहरू चाहिँ बसेको अरे मेलामा त अनि हामी बसेको कस्तो यो एकछिन हरा थियो कि अनि मैले खोज्नु गएको सोनु सन्ताल देख्यो भन्छु बोल्दैन उनीहरू त अनि त्यहाँ लगा दुटाटले के अरे तँलाई सबैसँग मिल्नुपर्छ कि पर्दैन सबसँग मिल्छु कि मैसँग मिल्नु खोज्दैन सबै अब म मात्र बोलेर हुँदैन नि त नि त धेरै प्यार गर्छस् त्यही भएर पहिला नम्बरमा आफूसँग मिल्ने अहिलेसम्म जतिजना बेस्ट मिल्छ नि सब मिल्छ मजाले कोही पनि मिल्थेन नि है सोनु सन्ध्या पनि हामीले एक्लै पाल्थ्यौँ नि है जहिले तपाईँहरूको अगाडि मात्र हो उनीहरू त्यस्तो गर्छ अरूको अगाडि कहिले नि यस्तो गर्दैन म्यामलाई टिचरहरूको अगाडि पनि उनीहरू राम्रो बनिनु खोज्छ हामीसँग मिल्छ होइन अनि जब टिचर जान्छ नि उता जा यता जा ब्याग फालिदिने गर्थ्यो के अरे अनि भन्नु पर्दैन म्यामलाई भन्छु म्यामहरू नि अब उनीहरूको सपोर्टिभ हुन्छ अब हामीलाई कताबाट हेर्छ मलाई भन्नु पर्दैन अनि अहिलेसम्म मिल्नु भएको भनेर एउटै टिचर हुन्छ नयाँ टिचर मन्जु टिचर के अरे आफू के अरे सही हुनुपर्छ सुरुमा तिमीहरू आफ्नो पढाइमा ध्यान दिने हो आफ्नो पढाइमा ध्यान दियो भने ज्ञानी छोरीहरू बन्यो भने आमा बाउले तिमीलाई माया गरेर जस्तो बोर्डिङ महँगो बोर्डिङमा पनि लगेर लगाइदिन्छ अनि जे भने त्यही खानु दिन्छ जे भने त्यही किनिन्छ अनि तिमीहरू जान्ने भएपछि सर म्यामले तिमीहरूलाई माया गर्छ सर म्यामले माया गरेपछि